अब मसँग करिब करिब 1 वर्षको समय छ नेशनल कलेजमा अध्ययन गर्न र विद्यार्थी कल्याण परिषदको पनि 1 सालको चाहिँ कार्य अवधि हुनाले मलाई जाँदै गर्दाखेरि मलाई एउटा नयाँ उदाहरण चाहिँ नेशनल कलेजमा सेट गर्न मन छ। सम्पूर्ण नमस्कार, म सुभाष अधिकारी लियो सुभाष। यही चैत्र 12 गते नेशनल कलेजमा हुन गइरहेको विद्यार्थी कल्याण परिषदको आवधिक निर्वाचनमा म रेभोल्युसनरी प्यानलबाट सभापति पदका लागि उम्मेदवारी दिएको छु। सुभाष अधिकारीको उम्मेदवारी भनेको ऊ एउटा एकल व्यक्तिको उम्मेदवारी मात्र होइन, यो सबै विद्यार्थीहरूको साझा उम्मेदवारी हो र साझा आवाज हो भन्ने जस्तो मलाई लाग्छ। अब मैले किन उम्मेदवारी फेरि दोहोऱ्याएँ भन्ने कुरा पनि आउन सक्छ साथीहरूलाई, किनभने अघिल्लो साल म विद्यार्थी कल्याण परिषदको प्रत्याशी उम्मेदवार पनि थिएँ र त्यस बेला पनि धेरैभन्दा धेरै साथीहरूले सम्मानजनक मत पनि मलाई दिनुभएको थियो र त्यही ऊर्जा, त्यही हौसला र त्यही साथ सहयोगले गर्दा पनि मलाई यसपालि उम्मेदवारी दिन मन लागेको हो। र त्यति मात्रै नभइकन 4 वर्ष काम गर्दै गर्दा विद्यार्थीहरू बीच रहेर साझा भएर काम गर्दै गर्दा मैले धेरै कुराहरूमा अपूर्णता देखेको छु। अब ती अपूर्णताहरू पनि पुरा गर्नुपर्ने छ, ती प्रतिबद्धता पनि मलाई पुरा गर्नु मन छ र मेरा आफ्ना प्रतिबद्धता पनि छन् र मैले गर्न नसकेको, अब हुनसक्छ समय अभावको कारणले गर्दा अथवा विभिन्न समय परिस्थितिका कारणले गर्दा पुरा गर्न सकेका जति पनि कामहरू छन्, मलाई ती कामहरू पनि पुरा गर्नु मन छ। हुन त अब सबै विद्यार्थीहरू आफैमा पोटेन्सियल भएको विद्यार्थीहरू हो, तर पनि अब बेस्ट अफ दि बेस्ट भन्छ हैन। अब उम्मेदवारहरूलाई चयन गर्दै गर्दाखेरि पनि विद्यार्थीहरूले उम्मेदवारहरूको हरेक गुण हेर्नुपर्ने हुन्छ, नेतृत्वको कुरा हुनसक्छ, हरेक कुरा हुनसक्छ हैन। र म नै किन बेस्ट छु भन्ने कुरामा म घमण्ड त म गर्न सक्दिनँ हैन, तर पनि विद्यार्थीहरू बीच रहेर अब स्पोर्ट्सदेखि लिएर, अब पत्रकारिता कुरादेखि लिएर, नाटक मञ्चनदेखि लिएर, साहित्य रचनादेखि लिएर विभिन्न बृहङ्गम पक्षहरूमा म विद्यार्थीहरू बीच नै रहेर अतिरिक्त क्रियाकलापहरूमा पनि म आबद्ध छु। त्यसकारण पनि अब सबै कुरामा आबद्ध भएर विद्यार्थीहरूलाई सबै कुरामा अवसर सिर्जना गर्न सक्ने त्यो खुबी मसँग छ। अब यो खुबीलाई तपाईँहरूले के कसरी मूल्याङ्कन गर्न गर्नुहुन्छ त्यो तपाईँको नै जिम्मा लगाउन चाहे। र अबको 1 सालमा अब लियो सुभाषले देखेका सपनाहरू के हुन् त भन्ने कुरा त्यो धेरै विद्यार्थी साथीभाइहरूप्रति त्यो एउटा गुनासो र त्यो किसिमको एउटा कौतूहलता पनि हुनसक्छ। तर मलाई के लाग्छ भने नेशनल कलेजका विद्यार्थी साथीहरूले मलाई राम्रोसँग बुझ्नु भएको छ। मैले जुनैसुकै विचारधारा बोके पनि विद्यार्थीहरू माझ रहेर साझा भएर इमान्दार रहेर काम गरिरहेको छु विगत 4 वर्षदेखि। र मैले के कस्ता कामहरू गरेँ त्यो कुरा त मैले मेरो रिपोर्ट कार्ड मार्फत तपाईँहरू माझ म प्रस्फुट भइ नै सकेँ। अब त्यसलाई तपाईँहरूले मूल्याङ्कन गरेर मलाई मतदान गर्नु जस्तो लाग्छ। र अबको 1 सालमा मैले देखेका सपनाहरू के हुन् भन्दाखेरि जुन नेशनल कलेजमा सङ्गठन, कलेजमा विद्यमान जति पनि कमिटीहरू छन्, प्रशासन, त्यो बिचको एउटा तालमेल मिल्दै नगर्दाखेरि चाहिँ कलेजमा एउटा मैत्रीपूर्ण वातावरण सिर्जना हुन सकिरहेको अवस्था छैन। विद्यार्थीहरू चाहिँ कलेज जान पनि त्यति उत्सुक देखिँदैनन्, क्लासमा बस्न पनि त्यति इच्छुक मान्दैनन् हैन। त्यसकारण के कस्ता समस्याहरू छन् त्यसलाई नै मध्यनजर गरेर विद्यार्थी कल्याण परिषदको जुन बेसिक स्ट्रक्चर छ, पारदर्शिता, इमान्दारिता, प्रभावकारिता जस्ता विषयहरूमा नै अडिग रहेर विद्यार्थीहरूको मन जितेर म एउटा नयाँ उदाहरण चाहिँ सेट गर्न चाहन्छु। मलाई लाग्दैन नेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरूमा त्यति पनि ज्ञान छैन कि उनीहरूले उम्मेदवारलाई बिना एनालाइसिस गरेर उनीहरूले मतदान गर्नुहुन्छ। र म उहाँहरूलाई के चाहिँ एउटा सानो सल्लाह सुझाव के दिन चाहन्छु भने विगतको अवस्थामा जे जस्तो भयो त्यो सबै कुराहरूलाई भुलेर अब एउटा नयाँ वातावरणमा रम्ने पढ्ने एउटा थलो नेशनल कलेजलाई बनाउनु पर्नेछ। त्यसकारण तपाईँको मत चाहिँ ठिक ठाउँमा चाहिँ जानुपर्नेछ। अब कस्तो नेतृत्वलाई उहाँहरूले मतदान गर्नुपर्छ भन्ने विषयमा चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू अनुहार हेरेर मतदान गर्ने कुरा त हुँदैन। पक्कै पनि जति पनि उम्मेदवार साथीहरू हुनुहुन्छ मलाई लाग्दैन उहाँहरूमा केही कमी कमजोरी त छ, तर पनि एउटा अब्बल सक्षम सबै विद्यार्थी साथीहरूको चाहिँ भावना बुझ्ने खालको चाहिँ नेतृत्व चाहिन्छ। र त्यसकारण अब उम्मेदवारहरू तपाईसँग मतदान माग्न आउँदै गर्ने क्रममा पक्कै पनि तपाईँले घोषणापत्र त माग्नुहुन्छ नै, उहाँहरूको रिपोर्ट कार्ड पनि तपाईँहरूले माग्नु होला। उनीहरू कलेज अवधिभर के कस्ता कार्यक्रमहरू गरे, उनीहरूले के कस्ता प्रतिबद्धता
पुरा गरे, ती सबै कुराको हिसाब किताब गरेर तपाईँले चाहिँ ती उम्मेदवारहरूलाई चाहिँ मतदान गर्नुभयो भने मात्र नेसनल ल कलेजको विद्यार्थी कल्याण परिषदमा चाहिँ एउटा सक्षम, अब्बल र एउटा इमान्दार नेतृत्व पुग्छ भन्ने कुरामा म विश्वस्त छु र मलाई आशा छ साथीहरूले त्यही अनुरूप यस चैत्र 12 गते हुन गइरहेको विद्यार्थी कल्याण परिषदको निर्वाचन निकै नै मैत्रीपूर्ण हिसाबले चाहिँ हामीले समापन गर्नेछौँ भन्दै म मेरो कुरा यहीँ नै समापन गर्न चाहन्छु। नमस्ते, धन्यवाद।